नमस्कार, म दीपक पनेरू राष्ट्रिय युवा संसदको लागि गोर्खा जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 गण्डकी प्रदेशबाट तपाईहरुकै प्रतिनिधित्व गर्दै उम्मेदवारको रूपमा यहाँ उपस्थित भएको छु। सर्वप्रथम म मेरा सम्पूर्ण गोर्खा जिल्लावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी तथा गण्डकी प्रदेशका सम्पूर्ण युवा साथीहरुमा हार्दिक अभिनन्दन व्यक्त गर्न चाहन्छु। राष्ट्रिय युवा संसद के हो त? आज म तपाईहरुमा राष्ट्रिय युवा संसद के हो र यसले हाम्रो समाजलाई विशेष गरी युवाहरुलाई कस्तो महत्व राख्छ भन्ने बारेमा यहाँ केही जानकारी गराउन आएको छु। राष्ट्रिय युवा संसद एक यस्तो मञ्च हो जहाँ हामी युवाहरूले देशको विधेयिका अर्थात् हाम्रो संसद कसरी चल्छ भन्ने कुरा प्रत्यक्ष रूपमा यहाँ अनुभव गर्न पाउँछौँ। यो केवल एक नक्कली सांसद मात्र होइन, यो हामी युवाहरूको लागि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने, शासन प्रणाली बुझ्ने र हाम्रो समाजका महत्त्वपूर्ण मुद्दाहरूमा खुलेर बहस गर्ने एउटा पाठशाला पनि हो। यसले हामीलाई नीति निर्माणका प्रक्रियाहरू बुझ्न, सार्वजनिक रूपमा आफ्ना विचारहरू प्रश्नसँग राख्न र नागरिकको रूपमा हाम्रो जिम्मेवारीहरू के हुन् त भन्ने कुराहरू सिकाउँदछ। सरल भाषामा भन्नुपर्दा राष्ट्रिय युवा संसदले हामी युवाहरूलाई भोलिको सक्षम र जिम्मेवार नागरिक तथा नेता बन्नका लागि तयार पार्दछ। जसमा राष्ट्रिय युवा संसदको उद्देश्य र मेरो प्रतिबद्धता के हुन् त? राष्ट्रिय युवा संसदको मूल उद्देश्य भनेको हामी युवाहरूमा नागरिक शिक्षा प्रदान गर्नु, हाम्रा जीवन उपयोगी सिपहरू जस्तै स्पष्ट बोल्ने कला, तर्क गर्ने क्षमता, आलोचनात्मक सोच, अनुसन्धान गर्ने बानी र समूहमा मिलेर काम गर्ने क्षमताको विकास गर्नु हो। यसले हाम्रो नेतृत्व क्षमतालाई निखार्छ र हामीलाई आफ्ना विचारहरू, आफ्ना समस्याहरू र आफ्ना सपनाहरूलाई एउटा संरक्षित मञ्च मार्फत राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्दछ। यदि तपाईहरूले पनि मलाई आफ्नो अमूल्य मत दिएर विजय गराउनु भयो भने म राष्ट्रिय युवा संसदको गोर्खा जिल्ला नम्बर 1 र समग्र गण्डकी प्रदेशका युवाका आवाजहरूलाई संसद समक्ष अगाडि बढाउनेछु, जसमा जिल्लाका शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास र युवा उद्यमशीलतासँग सम्बन्धित मुद्दाहरूमा जोरदार रूपमा म उठाउनेछु र नीतिगत तहमा सकारात्मक परिवर्तनका लागि निरन्तर पहल गर्नेछु भन्ने मेरो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आदरणीय गोर्खा जिल्लावासी तथा गण्डकी प्रदेशका सम्पूर्ण मतदाता महानुभावहरू, आगामी मिति 2082 साल असार 15 गते हुन गइरहेको राष्ट्रिय युवा संसदको निर्वाचनमा तपाईहरूले सक्रिय सहभागिता र अमूल्य मतको अपेक्षा गरेको छु। हजुरको एक मतले राष्ट्रिय युवा नेतृत्वलाई स्थापित गर्न, हाम्रो क्षेत्रका मुद्दाहरूलाई राष्ट्रिय मञ्चसम्म पुर्याउन र एउटा नयाँ ऊर्जाशील र परिवर्तनकारी सोचलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। म दीपक पनेरू गोर्खा निर्वाचन क्षेत्र नम्बर 1 गण्डकी प्रदेशबाट तपाईहरूकै सेवक र प्रतिनिधिको रूपमा राष्ट्रिय युवा संसदमा यहाँहरूको आवाज बुन्नेछु। कृपया मलाई आफ्नो अमूल्य मत दिनु हुन हार्दिक अनुरोध गर्दछु। अब हजुरहरूले मलाई भोटिङ गर्नको लागि राष्ट्रिय युवा संसदको अनलाइन भोटिङ प्रक्रिया जान्नै पर्ने हुन्छ, जसमा राष्ट्रिय युवा संसदको निर्वाचनमा आफ्नो अमूल्य मत प्रयोग गर्न चाहनुहुन्छ भने आउनुहोस् अनलाइन भोटिङ प्रक्रियालाई चरणबद्ध रूपमा बुझौँ। यहाँ सबैभन्दा पहिले तपाईले राष्ट्रिय युवा संसदको आधिकारिक वेबसाइट www.national.youth.parliament.com मा जानुपर्ने हुन्छ। किन आवश्यक छ? उम्मेदवार र मतदाताले दुवैले भोटिङ प्रक्रियामा भाग लिनका लागि अनिवार्य रूपमा आफ्नो व्यक्तिगत प्रोफाइल बनाउनु पर्ने हुन्छ। यो प्रक्रियाले निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्दछ। चरण नम्बर 2 कसरी देखिन्छ? तपाईले सफलतापूर्वक आफ्नो प्रोफाइल बनाइसकेपछि तपाईको ड्याशबोर्डमा तपाईको निर्वाचन क्षेत्रका उम्मेदवारहरू मात्र देखिन्छन्। कति जना त? सामान्यतया प्रत्येक निर्वाचन क्षेत्रबाट 3 जना उम्मेदवारहरूको सूची, नाम, तस्बिर सहित तपाईले देख्न सक्नुहुनेछ। अब चरण नम्बर 3 कतिलाई भोट गर्ने? तपाईको ड्याशबोर्डमा देखिएका 3 जना उम्मेदवारहरू मध्ये तपाईले केवल 1 जनालाई मात्र आफ्नो मत दिन सक्नुहुनेछ। जसमा ध्यान दिनुहोस्, एक पटक तपाईले आफ्नो मत दिइसकेपछि त्यसलाई पुनः परिवर्तन गर्न वा अर्को पटक भोट हाल्न मिल्ने छैन। त्यसैले आफ्नो रोजाइको उम्मेदवार अर्थात् म दीपक पनेरूलाई ध्यानपूर्वक छनौट गर्नुहोस्। चरण नम्बर 4 मतदाताको योग्यता के हुन् त? कसले भोट गर्न पाउँछन् त? मतदाताको उमेर कम्तीमा 18 वर्ष पुगेको हुनुपर्नेछ। जसमा मतदानका लागि योग्य हुन तपाईले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गरेको हुनुपर्नेछ। यो तपाईको पहिचान र योग्यता प्रमाणित गर्नका लागि मात्रै हो। चरण नम्बर 5 भोटिङको समय कहिले, कति बेला, कुन समयमा गर्ने त? 2082 साल असारको 15 गते निर्वाचनको दिन बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मात्र निर्धारण गरिएको छ। कृपया तोकिएको समयभित्रै आफ्नो मत खसाल्नुहोस् र समय सकिएपछि पुनः भोट गर्न भने मिल्ने छैन। तपाईहरूको साथ, समर्थन र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। आउनुहोस् हामी सबै मिलेर युवाहरूको लागि, आफ्नो समाजको लागि र आफ्नो देशको लागि केही गरौँ। यो महत्त्वपूर्ण सन्देशलाई धेरैभन्दा धेरै माग पुर्याउन म दीपक पनेरू
हजुरहरूमा विनम्र अनुरोध गर्दछु। अन्त्यमा मेरो कुरा सुनिदिनु भएकोमा तपाईहरू सबैजनालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। नमस्कार।